Hello guys, welcome to my new video. म चाहिँ गाइज आज टक्कसँगले आलु खानु गइरहेको छु है। आजको भ्लग चाहिँ कस्तो हुन्छ हैन, रियाक्सन दिनु होला हाम्रो आलु बारीमा। म आलु खानु गइरहेको छु। कस्तो छ आलु? टन्नै हुन्छ, आज खनि सकिँदैन पक्कै पनि मलाई लागेको छ हैन। पछि सबै भिडियोहरू चाहिँ रेगुलर आउनेछ हैन गाइज। अलिकति माथि छ। पापा चाहिँ अगाडि साइकलमा गइसक्नुहुन्छ हैन। साइकलमा जानु म चाहिँ हिँड्दै गएको छु। धेरै मान्छे त छैन, यही हो। अब हेरौँ गाइस कस्तो हुन्छ हैन, कस्तो फल्यो आलु। हेरौँ ल गाइसहरू, हाम्रो गाउँतिर कस्तो आलु फल्दो रहेछ। फाइनली गाइज म चाहिँ पुग्न लागिसकेँ हैन। डुब्नु पर्यो। गाइज म फाइनल पुगिसकेँ ल। यो हो, यहाँबाट सर लाएर ऊ पर मकै बारीसम्म हो हैन। तर धेरै नै छ जस्तो लाग्छ मलाई चाहिँ। 60 कुन्टल त हुनुपर्ने हो, खन्न सकिन्न होला आज। राख्दैछु। त्यो परको त्यो सिपलको रुख छ, त्यहाँदेखि अलिक तल मकै बारीसम्म हो हैन। टन्न खन्नुपर्ने। ल अरू भिडियोहरू चाहिँ अब आउँदै गर्छ। अब चाहिँ यसले मैले खन्न स्टार्ट गर्नु लागि छु। मेरो ड्याड खानिदिने आज ध्यान निकाल्नु सुरु गरिसक्नुभयो। खने फले छैन क्या? ल आलु खनाउँदै हुन्छ ल गाइज। ल हेर्नु आलु त कति अझै बोरा छ बाहिर। ल्याउँदैछ ठाक्यो के गर्ने, गर्मी छ गाइज हैन। कति कोला खन्यो? यही केही सेतो। सेटै हो, एक कोला खनेको। सेटोको एक कोला भर्खर खनिसक्यो क्या। रातो अब एक हप्ता लाग्ला। आलुको त बिस्तारै गर्नु है। एक मुठी भन्दा पनि ठुल्ठुलै। ल्याएकै छ, ल्याएकै। एक बोरा रुपियाँको। 2000 को अझै आउँदै। छोडा, डर लाग्दैन? यहाँ तल लिप न, यहाँ गई नाकमा सिगान आइरहेछ। के खाने पाल? आलु। आलु। आलु हो? निक्लेन क्या? ठुलो छ क्या है? ठुलो निकाल्यो त। आलुको बोटै त छ नि। ए तिम्रो पिला यहाँ
ओइ हात दुखिसक्यो तिम्रो कहाँ कहाँ निकाल्ने तिमी निकाल्ने कि तिमी निकाल्ने खनम हौ खनम यो हटाउँदैन नि आलुको बोट कुन हो पावल आलुको बोट कुन हो आलुको बोटै छैन त नि कहाँ निकालेको तिमीले कहाँ सुक्यो तेरो बिचमा खन्नु हुँदैन हो त्यो छेउमा खन्नुपर्छ उताको पोखेलाई ल खोज अब त्यहाँ भेटिन्छ रमाइलो लागिरह हात दुख्छ मैले तिमीलाई भनेको किन यता खाने यस्तरी अनि पाउँछ त त्यहाँबाट काटिन्छ फेरि अरू कस्तो रहेछ त होइन आलु त भर्लङ निकाल्नु हुन्छ त के हो यस्तो आम्मा बाफ्रे एउटा आलुले यत्रो फल्दो रहेछ यार है एक धारले खाँदैन अझै फलेछ बाफ्रे मुसाले नलाइ भए चाहिँ यहाँ 4-4 केजी फलेको रहेछ आलु फल्ने आलुको बच्चा देख्दिनँ म एउटा पनि खोइ के यस्तो झारले पनि फल्यो यहाँ के हो यस्तो गएर एक आरी एउटैमा भयो क्या एक आरी मेसिन कहिले आउँछ र यो मेसिनले खरेर लगाइदिनु फेरिका उहाँ तलसम्म छ कहिले सक्नु यो पाराले आज यति दुईटा त सकियो रात परिसक्यो अब फाइनल है यो चाहिँ फाइनली गाइज हामीले डे 1 मा चाहिँ हामीले यति खनेर सक्यौँ अब अरूहरू चाहिँ भोलि आउँछ गाइज थ्याङ्क यू फर माई वाच भिडियो